गाइस हेटौडातिर आयो भने चाहिँ मलाई मन पर्ने सबैभन्दा भनेको यो पहाड अनि यहाँको खोलाहरू के गाइस माछा के कति राम्रोसँग कति पानी र कति राम्रो देखेँ कि होइन जति मोबाइलमा राम्रो देखेँ त्यति चाहिँ भ्यू चाहिँ एकदम पाएपछि त कस्तो छ मलाई केही चाहिँदैन क्या म प्रायः सबैले भनिरहेको हुन्छ किनभने सबै राम्रो के यो स्मारक भन्ने चिज त त्यही भएर मान्छेहरू आउने रहेछ क्या प्लिज नो हजुर हेलो गाइस गुड मर्निङ एन्ड गुड आफ्टरनुन यसरी होइन गुड इभिनिङ गाइस गुड आफ्टरनुन एन्ड गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल होइन यसरी स्वागत छ मेरो च्यानलमा बुढी बता जस्तै म इंट्रोड्यूस अबे जल्दी बोल कल सुबह पनवेल निकलना है अगाडिको मान्छेको बसेको देखेर मलाई चाहिँ बोल्न आएन मेन भन्नु पर्दाखेरि अरू कुरा त्यस्तै हो प्लस यसरी रेड बुल ल्याइदिए होइन यसरी माया गर्ने भएपछि त मलाई अरू केही चाहिँदैन कि प्लस म अगाडिको मान्छेले देखाउन चाहन्न किनभने उसले चाहिँ आफ्नो नदेखाउने फेस होइन फेरि कोही कोहीले मार्लाले जिस्काउलाले त्यही भयो होइन उसले नै मलाई जाँदा घुम्न लगिरह मैले बाटो देखाएन नि त अनि त्यही भएर चाहिँ यसरी हामी चाहिँ दुईजना जाँदैछौँ होइन यो मेरै खेतको बाटो हो फेरि के गाइस हाम्रो खेतमा चाहिँ यसरी धान रोपिसकेको छ होइन हाम्रो खेतमा चाहिँ अहिले बोरिङ नै राखेको रहेछ तर त्यो बोरिङ हाम्रो होइन गाइस भन्नु पर्दाखेरि होइन यस्तो हो कि छोडिदेऊ त्यो कुरा नगरौँ होइन रमाइलो यो चाहिँ हाम्रो खेतको बारी हाम्रो आफ्नै फुले रहेछ होइन यसरी एन्ड यसरी गाइस हामी चाहिँ हेटौडै जान लाऊ होइन अस्ति ट्याक्क लोथर खोलासम्म पुगेको थियौँ आज चाहिँ हेटौडै पुग्छौँ हामी अनि त्यहाँपछि एक दुईजना आउँदै साथी आउँछ अनि त्यहाँबाट जाने होइन हामी यसरी अनि यसरी जाँदैछौँ ऊ फेरि हाँसिदिरहेको क्या ऊ हाँसेपछि फेरि मलाई होइन बोलेको त्यो कन्फिडेन्स चाहिँ जान्छ क्या त्यसरी नहाँसेर साथी म बोल्न सक्दिनँ फेरि अनि अनि गाइस प्लस होइन तपाईँहरूले यसरी नेगेटिभ नसोच्नु होला अनि यसरी कारहरू आउनु थालेपछि हात छ टङ्कारमा बनाउनु कृपया होइन त्यो हुन्छ नि जुन 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 के हेर न फेरि उसलाई फेरि हाँस्दैमा ठिक गएको क्या त्यो हुन्छ नि जुन मेरो बोलेको सुनेर अलि एकछिन पछि मेरो बनाउँदाखेरि मलाई कस्तो लजाउँछ के मतलब म बोलेपछि उसले लाज लाग्छ अरे मान्छेहरूले हेरिदिनुहोस् ठिकै हो बिस्तारै उनी आउँछ अनि बनाउँछ होइन अहिले चाहिँ नचिनाउँछु अरे के ल ओके गाइज ओके हामी चाहिँ एकैचोटि अब हेटौडा पुगेर म देखाउँछु ल यसरी नै होइन किनभने मसँग बाइक छैन मेरो आवाज राम्रो आउँदैन यसरी त्यही भएर मलाई कस्तो बनाउनु झ्याउ लाग्छ कि स्कुटीमा बनाउँदाखेरि ल गाइज हेटौडातिर आयो भने चाहिँ मलाई मन पर्ने सबैभन्दा भनेको यो पहाड अनि यहाँको खोलाहरू के किन भन्दाखेरि पानी परिछ भने एकदम राम्रो भ्यू देखिन्छ कि बेलुकातिर होइन अनि प्लस यस्तो ट्रकहरू आएको चाहिँ मलाई मनै पर्दैन कि मलाई उडाउला जस्तो लाग्छ मलाई चाहिँ गाह्रो छ पातलो हुन नि एकदम बब्बाल देखिरह होइन त्यो भ्यूसँग प्लस मनी के अरूलाई नराम्रो लाग्यो म चाहिँ मलाई एकदमै आफूलाई आफै राम्रो लाग्छ क्या लोथर खोला चाहिँ यहीबाट यो गल्लीबाट जाने हो होइन अस्ति म लडेको खोला चाहिँ गाइज हो होइन मेरो खुट्टामा कस्तो बेसरी लागेको थियो तर त्यो लाग्यो भनेर मलाई थाहा थिएन घर पुगेपछि जब ओछ्यानमा पल्टिन लाग्छ त्यो खुट्टामा ट्याक्क टच भएपछि त्यो ठाउँमा यति नराम्रोसँग पेन भयो कि हेर्दाखेरि त मेरो निलै डाम बसिसकेको थियो क्या दामी हो कि गइरह गाइज माछा मारिरहेको चरा भयो लाज लाग्दैन तिमीहरूले त्यस्तो नुहाउँदाखेरि होइन त्यस्तो त भन्नु नहुने किनभने हामी नि पहिला त्यस्तै नुहाउँथ्यौँ गाइज माछा कि कति राम्रोसँग कति पानी र कति राम्रो देखेँ कि होइन जति मोबाइलमा राम्रो देखेँ त्यति चाहिँ भ्यू चाहिँ एकदम बब्बाल भइरहेछ प्लस मलाई सक्नुहुन्छ प्लस त्यहाँ मेरो क्यामेराम्यानले चाहिँ मेरो फोटो खिचिदिँदै हो म चाहिँ यहाँ माछा हेर्दै रहेँ कि यसरी चाहिँ होइन ठिकै हो गाइज एकदम राम्रो रहेछ ठाउँ चाहिँ गाइज यसरी चाहिँ हामी चाहिँ होइन बाटोमा एउटा झुलुङ्गी पुल देखेपछि होइन यसो भिडियो टक्क बनाउन भनेर बनाएको अनि त्यस्तै एकदम राम्रो ठाउँ छ होइन इग्नोर पछाडिको मान्छेलाई ब्लर गरिदिन्छु मैले चिने होइन उसलाई चाहिँ उको हो होइन बाटोमा अघि भेटेर मैले ल्याऊ ठिकै हो त्यो पनि रमाइलो ठिकै हो गाइज यसरी चाहिँ एकदमै राम्रो रहेछ कि यताको गाउँ डाँडा काँडा यसरी तपाईँहरू नि आउनु सक्नुहुन्छ कहिले काहीँ घुम्नुहोस्
माइन्ड नि फ्रेस हुन्छ। अनि क्यामेराम्यान यसरी चाहिँ हामी चाहिँ अब के गर्ने फोटो खिचिरहेछौँ यसरी भिडियो बनाइरहेछौँ होइन एकदमै शीतल हावा आएर रमाइलो। यस्तै एउटा क्यामेराम्यान पाएपछि त कस्तो छ मलाई केही चाहिँदैन क्या म प्रायः सबैले भनिरहेको हुन्छु किनभने सबै मलाई चाहिँ एकदमै मुटुदेखि राम्रो लाग्छ कि ऊ मान्छे फेरि मन पर्दैन जस्तो उसको भिडियो र फोटो खिच्दैको चाहिँ पप्पाल क्या अथेन्टिक भन्छ कि अथेन्टिक के भन्छ अरे त्यो टाइपले खिचिरहेको दुइटैको सेम सेम आउला हामी एक दिनमा धेरै ठाउँमा कभर गऱ्यौँ। अरे कहना क्या चाहते हो? झ्याउ नमान्नु होला मलाई चाहिँ झ्याउ लाग्ने एकदमै रमाइलो आनन्द भइरहेको यसरी घुम्न आउन पाउँदाखेरि चाहिँ मसँग फेरि होइन ठाम राम्रो राम्रो छ त्यही भएर राम्रो रमाइलो लगायत हामी स्मारकमा भेट्ने। म चाहिँ के भन्न चाहियो होइन अब ऊ र म घुम्न आएको नि त यसो अब गाउँको मान्छेहरूलाई त थाहा होला अब हामी को आयो भनेर ब्लग हेर्छु त स्योर होइन उनीहरूले गेस गर्न सक्छ म कोसँग गएको छु होइन त्यही पनि गोडफेला नभनिदिनु फेरि मार्दिन्छु मलाई अन्त के भन्न चाहिन्छ त्यही हो राम्रो के हो स्मारक भन्ने चिज त त्यही भएर मान्छेहरू आउने रहेछ क्या। अस्ति मैले मोटीको फोटोहरू देखाएको थियो ऊ चाहिँ आएछ अस्ति होइन ठिकै हो मलाई मोटी भनिनस् त्यही भएर म आज आएँ उसँग होइन अब त नि हेरेर जल अस्ति मलाई जल आएन तिमी एक्लै एक्लै आएर हो यसरी क्या। म चाहिँ अहिले उसको मोबाइलले बनाइरहेको छु होइन दामी देखिँदो रहेछ हौ मैले मोबाइल फेरि साट्नु पर्ला जस्तो हो क्या एक्सचेन्ज गर्छु म मोबाइल अब होइन मोबाइल पसलमा होइन फेरि उसँग क्या उसलाई म आफ्नो मोबाइल दिन्छु उसको मोबाइल म दिन्छु यसरी मेरो हावा हावा गफ सुन्नलाई तपाईँहरूलाई मजा लाग्छ त्यही भएर हेरिराख्नुहुन्छ। यस्तो होइन मेरो भ्लग चाहिँ आजभोलि एउटा एकजनाले चाहिँ हेर्न छोडे जस्तो लाग्यो क्या कसले भन्दाखेरि मोटु तिमी मेरो भ्लग हेर्न छोडे जस्तो लाग्यो कि तिमीले कमेन्ट गर्दैनौ जहाँसम्म मलाई लाग्यो तिमी त्यसो नगर न मोटु तिमी त मेरो जान हो यार तिमी नहेरेपछि मेरो भ्लग कसले हेर्छ कि तिमी हेर्ने गर है यसरी मोटु प्लिज। अब यहाँबाट चाहिँ जान लाग्यौँ होइन यसरी हामी चाहिँ भित्र नगएको किनभने माथि अझै उचाल्दै उडु के हामी चाहिँ भित्र गएनौँ किनभने भित्र नेक्स्ट टाइम हामी जानेवाला छौँ गाइज होइन अलि धेरै साथीहरू आएपछि ग्रुपमै सबैसँग होइन अब भित्र गएपछि हामी जहाँ जान लाम फेरि त्यहाँ जान पाइँदैन नि त कुरो त्यस्तो हो जान त सक्थ्यौँ त्यही पनि अब नेक्स्ट टाइम ओके गाइज। यहाँबाट फेरि भ्यू त बप्पाल देखाएर के डाँडाको मेरो भ्लगमा के तपाईँहरूले मान्छे भन्दा नि भ्यूहरू एकदम राम्रो राम्रो देख्न सक्नुहुन्छ क्या मान्छे नराम्रो खबर बुझेको भयो नि के अरे भ्यू फेरि त दामी हुन्छ नि लगायत हामी अब आफ्नै अब जहाँ जहाँ लाम्दै पुगिसकेपछि गर्दै हुन्छ नि हावा हावा धेरै बाटोमा रोक्यौँ हामी त्यही भएर गाइज हामी चाहिँ यता हेटौडा चाहिँ पुगिसक्यौँ होइन बाटोको भ्यू त मेरो मन त यतैतिर डुल्न थाल्यो क्या बाटो के बाटो यतिको बाटो भएपछि त होइन लङ टुरै गर्न लाहा भरे पनि एकदमै रमाइलो हुन्छ नि त बाटो चाहिँ दामी रहेछ त्यही हो खोइ त केबल कार नै हो त त्यहाँ केबल कार नै हो हामी चाहिँ पुगिसक्यौँ कि यसरी धुलो खाँदै धुलो नि रहेछ हल्का त बाटो राम्रै भयो पनि धुलो चाहिँ उडिरहेको थियो एक दिन बिदा भएपछि त म त्यस्तै हो यार कहाँ कहाँ पुग्छु क्या दामी पाराले यहाँ हेर्नु यसले भन्छ क्या ठेकी होइन यसमा चाहिँ दहीहरू पार्छ क्या
भनेर मै बनाउँछ गाइस के बोलेको नेपालमा बसेर नेपाली बोल्न आएछ ओके गाइस हामी चाहिँ यो हुर्रा चौर भन्नेले लास्टै घुमायो कि उसकै भाइले हो त्यो हुर्रा चौर भन्छ घुमाएको होइन पुरा त पुर्यायो त्यहाँबाट चाहिँ जानु नदिने रहेछ यसरी घुमेर जानु परिदिएको भनेर कि हामी चाहिँ घुमेर जाँदैछौँ यसरी होइन कस्तो फेसै पुरै उलाइरहेको ठुलो ठुलो टाइपको कि ग्राउन्ड नै रहेछ कि पुरै हामी चितवनबाट चिया खाना चितवनबाट हेटौँड के गर्नु चिया खाना खायो गाई चाहिँ यसरी भने चाहिँ जानु लाग्दैन गाइस मलाई चाहिँ लाज लागेको बनाउने भिडियो गाइस यसरी हामी चाहिँ अब छुट्टिसक्यौँ भाइबाट होइन अब हामी चाहिँ घर जाँदैछौँ मलाई चाहिँ लाज लाग्यो कि किनभने उसँग त म बोलिरहन्छु नि त उता मेरो फर्स्ट म त भेट्या हुन्छ अब उतै गाउँतिर आयो भने चाहिँ बोली चाल्यो बढेपछि चाहिँ बोलाउँला सँगै होइन तर मलाई चाहिँ लाज लाग्छ कि नयाँहरू मान्छेहरूसँग भेटेपछि बोल्न लाज लाग्छ हामी चितवनबाट हेटौँडा के गर्न चिया र कफी खान गाइस होइन चिया र कफी खाएर हामी अब घरतिर लम्किँदै गर्ने टाइममा पुग्नुपर्छ नि त त्यही भएर होइन त्यही जस्तो भयो नि घर चाहिँ टाइममा है टाइममा फेरि नि खान्छ नि फेरि दिदीले आम्मामा मिठो डाइला खान्छ दिदीले त फेरि रमाइलो गाइस हामी अब घरतिर जाँदैछौँ अब कोही रोक्यो भने चाहिँ फेरि देखाउँदै गरौँला मलाई त कस्तो निन्द्रा लागिसक्यो कि निन्द्रा लागिसक्यो कि हेटौँडा चित्रवन दामी लगाएर चाहिँ यसरी ठिकै छ नि त दामी पाराले यसरी हामी चाहिँ जाँदैछौँ घर यो ब्लग चाहिँ गाइस हाम्रो चाहिँ अब अलि दिन पछि किनभने मैले ब्लग हिजो भर्खर एउटा हालेको छु अनि त्यही भएर अलि दिन मैले चाहिँ भनेको छु नि त हप्तामा 2टा ब्लग हाल्छु भनेर त्यही भएर अलि दिन पछि नै हाल्छु म अनि त्यसपछि फेरि हामी कन्टेन्टको खोजीमा निस्किनुपर्छ होइन हुन त हाम्रो वरिपरि नै सबै कन्टेन्ट यताउति हुन्छ बनाउनु जानुपर्छ गाइस होइन त्यो ठुलो कुरा चाहिँ बोल्नु फेरि मोस्ट इम्पोर्टेन्ट बोली आम्मा हो के मेरो बोली नि इम्प्रुभ त भए पहिला भन्दा किनभने पहिला मैले मान्छेहरू गर्दैन बोल्दै आउँदैन अहिले त अब फेरि बोलिरहेको हुन्छ नि त बाई हेटौँडा रे होइन बाई नभन्नु क्या झन् फेरि आउनुपर्छ बाई त किन भन्ने बाई भने फेरि मलाई मनै पर्दैन ठिकै हो अहिलेको लागि चाहिँ हेटौँडा बाई नेक्स्ट टाइम हामी फेरि आउनेछौँ होइन अब नेक्स्ट टाइम आयो भने चाहिँ हामी अलि टाइम अझै म्यानेज गरेर आउँछौँ किनभने हामी आज घरबाट नै भित्र निस्केको थियौँ काम थियो अलिअलि सोमबार भएपछि मेरो काम हुन्छ अलिअलि त्यो काम सकाएर आउनुपर्छ होइन त्यही हो गाइस एक दिन बिदा हुन्छ यसरी भ्लग बनाउनु हिँड्नुपर्छ गाह्रो छ मेरो जिन्दगी भने कलेज काम भ्लग यसरी टाइममा बाटोमा खामदेखि रोक्दै घुम्दै हिँडिरहेको छ होइन यस्तो बाटो त हामी त घरको 6:30 या 7 बजी पुग्छौँ क्या हामी चाहिँ माथि डाँडामा जाने अनि भिडियो बनाउनु भनेर जानु लाग्यो हामी त मेन अब भिडियो र फोटोकै लागि आयो नि त ऊ फेरि एकदमै होइन रिल्स अघि फोटोहरू हालेर आउँछ नि त अनि त्यही भएर होइन म चाहिँ भ्लग फेरि ब्लगर भएपछि गाह्रो जिन्दगी एउटा कुरा के को कमी छ भन्दाखेरि मेरो साथीको क्या ऊ बोल्दै लजाइरह अनि मलाई फेरि एक्लै पतर बोल्न यस्तो लाज लागिरह क्या औडा भइरह मलाई र त्यही पनि ठिकै छ के होला के हो होइन हामी एक्ज्याक्ट कहाँ छौँ भन्दाखेरि गाइस अहिले चाहिँ पाठीभरा मन्दिर के सुन्नुभयो होला तपाईँहरूले पाठीभरा मन्दिर भनेर होइन हामी चाहिँ त्यही आएको अहिले चाहिँ बाटोमा जाँदाखेरि देख्यौँ जानला स्कुटी लान र ल्याउन मिल्ने रहेछ तर हामी चाहिँ हिँडेर आयौँ मेरो सास फुलेको म त पुरै स्याहास्या भइसक्यो कि दामी ल भाइहरू चाहिँ स्कुलबाट पढेर आउँदैन कि हामी चाहिँ फेरि यसरी भ्लग बनाउँदै होइन ठाउँ त कस्तो दामी रहेछ कि यार अम्मामा म त फ्यान भयो कि प्लस हाम्रो गौतम बुद्ध जुन मलाई एकदमै मनपर्ने शान्ति होइन अरू त के भन्नु त्यस्तै हो गाइस मलाई हाँस लगाउने बाहिर फेरि केही लागेन क्या फुलहरू त दामी रहेछ नि त अम्मामा लाइक त्यहाँबाट नि जान लाग्छ म यसरी होइन
दामी के ठाउँ त अम्मामा म त के भन्नु कि अरू म केही भन्न चाहेन जस्ट तपाईँहरूले आउनु सक्नुहुन्छ कहिले काठमाडौँतिर आउनु होला तपाईँहरूले म त त्यही भन्छु क्या जय माता पाथिभा मन्दिर होइन यसरी चाहिँ हामी ल दामी पाराले के भन्नु म घर जान लाग्यो अनि चाहिँ यता अब एउटा स्कुटी नि हल्का स्कुटी नि तातिन्छ त्यही भयो नि त हामी चाहिँ अब यसरी हिँडिरहेको छौँ यहाँ सानो गाउँ जस्तै रहेछ होइन अनि ठाउँ राम्रै रहेछ त्यही भएर आइदिउँ भनेर आएको यसरी होइन हामी चाहिँ स्कुटी तातिन्छ नि त गाई त्यही भएर ठाउँ हामी रोक्दै यसरी घुम्दै हिँडिरहेको छ ठिक छ दामी हामी चाहिँ यहाँ बस्ने ठाउँ पाएर गाइज बसिरहेको छौँ यसरी सिलपाडामा म उसलाई देखाइदिउँ भनेको उसले अब अनुहार थाकिसक्यो त्यसको मतलब नदेखाऊ म देखाउँदिनँ म देखाउँदिनँ तपाईँहरूलाई थाहा उको त्यही पनि म देखाउँदिनँ एन्ड अरूलाई नथाहा भयो नि केही छैन गाइज हाम्रो गाउँको मान्छेलाई चाहिँ सबले थाहा होला उको भनेर केही छैन बालै भएन म के भन्नु जान्ला फेरि म बिर्सेँ कि कुरा सुनेपछि त म पुरै बिर्सिँदैछु कपाल त धुस्तै भयो कि नुहाएर अरे कपाल चट्ट स्याम्पू होइन नयाँ स्याम्पू किनेको थिएँ त्यो लगाएको रे कपाल त पुरै ड्राई त भएन तर अल्झ्या क्या लास्टै आम्मा मैले केराटिन गरेको नि गाइज ट्याक्क 1 वर्ष हुन लाग्यो अनि ठिकै हो कपाल हेर्नु पहिला जस्तै मेरो नेचुरल कपाल हुनु थालिसक्यो केराटिन गरेको जस्ट मलाई गर्न मन लागेर मैले गरेँ अब मलाई त्यो अघि भिडियो बनाएन बाई बाई पाइनी गर्दैन त के हो अघि निको भएको भए ट्राई गर्थ्यो लिएर रोक्छ कि त्यही रोक्न त चाहिएको हामीलाई मामाले रोक्यो भनेर हाल्ने के हिँड साइड लाइट बोले हो साइड लाइट मान्छे कन्फ्युज हाल्दिन्छ यार के गर्ने हैन एक अब टर्निङ बाटो हो उसले साइड लाइट ल्यायो तर साइड लाइट दिएको खण्डमा नगएपछि त मान्छे दिन्छ नि त म बिस्तारै भए जस्तो त्यो गएर ठिकै हो मेरो मुखमै छिरे त मोबाइल फोटो कसैले गर्नु के वाट त्यो किन म के भन्ने गाइस ओन्ली भ्यू के मलाई मेरो भोइस नसुन्नु होला हामीलाई इन्जोय गर्नुहोस् अलि छेउबाट हिँड ल बिस्तारै एक्सिडेन्ट भएको के हो है एक्सिडेन्ट हल्का यसरी खाजा खानाको होइन दामी ताराले भएको छ भिडियो फेरि कम स्टार दिलाखि टिकटकमा पनि छ हो छुट्टै त्यहाँ बनाइदिएको मेरो चुडिया थियो कि हातमा लाउने अनि मैले रिङसँग लाउन पाएको थिएन कि फाइनली हाम्रो खाजा नि रेडी भयो गाइस चाहिँ कुरामा के खाजा खाएर हामी झन् टक्क लाएर घर जान्छौँ हाम्रो दाइ
गाइज हाम्रो खाना चाहिँ रेडी होइन हामी चाहिँ अब खान्छौँ म खाएँ ल अरे म खान्छु ल आयो क्या यसरी चाउमिन खानुपर्छ होइन कस्तो नराम्रो देखेँ कि पछाडि अगाडि क्यामेरा एकदमै बुटबुट क्या कस्तो नराम्रो देखेँ म भोकी थिइनँ लाज लाग्छ क्या मेरो क्यामेरामा प्लिज नो बिस्तारै खानुपर्छ टेस्ट निक्लिने स्पोन्सर यस यस स्पोन्सर दाइ कति भयो धेरै भएन डराउनु पर्दैन 180 जम्मा कति रे 280 ए 280 त्यो 5 पछि दिउँला दाइ मोमो चाउमिन खाएपछि त लाइक यस्तो स्टाम्प हानेर दिनु रहेछ होइन यसमा चाहिँ के अरे दाइ यसमा 12 प्लेट मोमो खानु नि अम्मा यो त हाम्रो आइसक्रिममा नि हैन आइसक्रिममा हैन बन्दी हैन हो सेकेन्ड स्कोपमा नि थियो यो जमाना अनुसार आज मैले निकालेको 5 वर्ष ल भोलि नि आउनु गाइस भोलि नि आउनु पर्छ है फेरि अब्बा लाइटिङ हालेर लोकेसन चाहिँ क्या हामी चाहिँ यहाँ खाजा खान आएको थियौँ अब यहाँबाट चाहिँ जाँदैछ अरे तपाईँहरू नि आउनु मन छ भने यसो सेफ सुपर मार्केटको ट्याक्क छेउमा होइन गाइज यति भन्दा हाम्रो भ्लग चाहिँ आज यही हुन्छ तपाईँहरूलाई पनि कस्तो लाग्यो गाइज प्लिज राम्रो लाग्यो भने चाहिँ होइन लाइक एन्ड सेयर एन्ड कमेन्ट चाहिँ गर्नु होला होइन सब्सक्राइब नि प्लस गाइज हाम्रो चाहिँ सब्सक्राइबर 500 पुग्नै ला त्यही भएर गाइजलाई बाई बाई आजको भ्लग यति नै